मन्दिरमा आएर नै हामी चाहिँ पूजासुजा गरियो होइन। देख्न सक्नुहुन्छ बाँदरले होइन कस्तो डिस्टर्ब हान्दै बाबाले चाहिँ चाहिँ सानो सैलुङ हो होइन, ठुलो सैलुङभन्दा तलको यस्तो पुरै देख्न सक्नुहुन्छ होइन। डाँडा काँडामा बाबालै बाह्रमा छ कि भर्खर उठेको म चाहिँ हिजोको टक्क अनि यता घर आउँदाको अलिअलि भिडियोहरू बनाएन, किन भन्दा रात परिसकेको थियो नि त होइन। सो त्यही भएर बनाएन होइन। आज पनि अनि उता मन्दिर जानुपर्ने छ होइन, उता सानो सैलुङ। सो एकछिनमा जान्छौँ होइन, त्यही नै हो। अहिले एकछिनमा जानुपर्ने हुन्छ, म हजुरलाई देखाइ नै हाल्छु होइन। ल एकछिनमा भेटौँ है त। के छ खुसीको हालखबर? सन्चै हो खुसी? पानी चुहेको र भान्जा सोमा त है के गर्छ भान्जाले? समातेर बसे ओइ। गाउँको बाटो त्यस्तै हो है ग्याङहरू। हरामी छ क्या बाटो त यार। ओए कुखुरा भाग। समाज बाटो त थिए केही कुरा गरौँ। टोलीमा यस्तै हुन्छ क्या, ढुङ्गामाथि चढे ग्याङ। टोलिङमा यस्तै हो क्या। ट्रोलिङ गरेर होइन। ल हामी चाहिँ यहाँ आइपुग्यो अहिले, के भन्छ डोङ्गा। धेरै दिनपछि यार कस्तो दामी देखिरहेको छ माथि जङ्गलहरू है। आज मौसम नि दामी भएको छ क्या, दामी छ यहाँतिर नि घरहरू है। साइडतिर नि छ दामी देखिरहेको क्या। अब मौसमै बवाल भइरहेको। यतातिर चाहिँ आलुहरू चाहिँ बवालै पाइन्छ क्या, चिसो छ नि त होइन ओसिलो। दामी देखिरहेको छु यहाँ सिन्जा आन्टीहरूलाई अहिले बोलाउनुहुन्छ। खाजा खानु भयो आन्टी? खाजा खानु भयो? के गर्नु लाग्नु भएको? के गर्नु लाग्नु भएको? ए मन्दिरसम्म जानु लागि। ल हस् चिनेन होला, बच्चा बेलामा देखाएको। मान्छे पो बित्न भएछ ग्याङ यार।
चिन्दैन त यार मैले त मैले फेरि सबलाई चिन्छु यार लभली देखिरहेको छ यार बवाल देखिरहेको छ नचिप्ले है कान्छा नचिप्ले क्या चिप्लिएर पो जान्छ यार के भने भन्दा सोलिङ भएन भने ठिक लाग्छ क्या बाटो त पहिला हामी यो जङ्गलतिर निप्दोला हाटेर हिँड्थ्यो यार हो काफल खान निप्दोला खान पहिलाको भन्दा धेरै राम्रो भयो पहिला नि राम्रै थियो हो र बवाल देखिरहेको छ कस्तो दामी देखायो क्या है यो हो नि त बाटो त पहिलाभन्दा कति राम्रो राम्रो यो हो बाटो त भित्र भित्र गर्छ त्यहाँदेखि रोड ठुलो होला बाटो
बस हिँडेको के अरे अरे हो ओए टायर त नाच्छ त यार सानो सैलुङ प्रवेशद्वार दामी ग्राउन्ड बनाएको छ धेरै यहाँ त A few moments later. अगाडि अब मन्दिरमा आएर नै हामी चाहिँ पूजासुजा गरियो होइन देख्न सक्नुहुन्छ बाँदरले होइन कस्तो डिस्टर्ब हान्दै बाउले चाहिँ यो चाहिँ सानो सैलुङ हो होइन ठुलो सैलुङभन्दा तलको यस्तो पुरै देख्न सक्नुहुन्छ होइन डाँडा काँडामा बाउले पारामा छ कि बाउले पारामा छ है टक्क डाँडा काँडाले वरबाट घेरेर बिचमा होइन त्यही देख्न सक्नुहुन्छ है ल बाउले छ हामीले फर्किसक्यो है त्यो केटा हो होइन पूजासुजा गरियो झर्नु त उता डाँडामा जाने है कहाँ उता दामी छ केटा हो हाइट बवाल भ्यू देखिरह होला है